हेलो साथीभाइहरू, वेलकम टु पुनम राई ब्लग। ल साथीहरू, हामी बसेको होटल छेउमा एउटा मल रहेछ। अनि यसो यसो घुम्न निस्केको। सपिङ मलमा छुन पनि यत्रो धेरै सिक्युरिटी। अब चाहिँ हामी निचे जान लागेको लिप्चे। यहाँ चाहिँ गेम रहेछ साथीभाइहरू। अन्त मेरो बुढाको छोरालाई धेरै मिस गरिरहेको छु। यतातिर मल थियो, मल बिल्डिङै क्या दामी दामी हुन्छ क्या साथीभाइहरू। अन्त साथीभाइहरू, सी इज फ्रम कोमोरो, सी आस्क्स मी टु हेल्प टु चुज द बेस्ट कलर। सो आई वाज लुकिङ भइसकेको तपाईँको जुन हेरेर जुन राम्रो घामेर घाम हुन्छ यार। अन्त के साथीभाइ, यो दिल्लीमा होटेलहरू चाहिँ क्या खतरा खतरा हुन्थ्यो है। तर खानेकुरा चाहिँ बाहिरबाट मगाएर अथवा बाहिर गएर खानुपर्ने। अनि हामीले यहाँ मलमा यसो पिज्जा सिजा खतरा खतरो खाएर रुम फर्क्यौँ। गाइस, मैले चाहिँ धेरै सपिङ गरिनँ है। अब मेन त हामी अर्कै कामले गर्दा आएको। मैले यो एउटा सानो खाइयो किनेँ। अनि यो कपाल बान्ने लेमन टी, अनि एउटा रुमालको पोको किनेको छु है। ल, यति हो मैले किनेको। यति होइन खासमा यो। अनि किनेपछि सामान किनेपछि यो झोला नि किन्नु पर्दो रहेछ साथीभाइहरू। यहाँ चाहिँ 33 रुपिस आइसक्यो यो झोलाको। अन्त साथीभाइहरू, हामी बसेको होटल छेउको यो मल घुमेर आयो। अनि रुम फ्रेस फ्रेस भयो। अब भोलिको लागि रेस्ट गर्नु पऱ्यो। थ्याङ्क यू फर वाचिङ एन्ड प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल पुनम राई ब्लग।